सम्पूर्णमा नमस्कार। आज म हजुरहरूलाई चितवनदेखि रारासम्मको यात्रा आफ्नो पर्सनल कारमा कस्तो हुँदो रहेछ भन्ने कुरा म यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। हामी करिब 5 बजे साँझतिर चितवनको नारायणघाट बजारबाट रारा जानको लागि यात्रा सुरु गरेका छौं। करिब रातको 9 बजे हामी बुटोल हुँदै लमई बजार दाङको लमई बजार पुग्छौं। 9 बजे एउटा होटलमा बास बस्छौं र बिहान करिब 7 बजे त्यहाँ होटलबाट हामी निस्कन्छौं राराको लागि। हामी करिब 1 बजे कोहलपुर पुग्छौं र कोहलपुरबाट सुर्खेत पुग्ने र त्यहीबाट महेन्द्रनगर जाने बाटो छुटिने रहेछ। साथै त्यहीबाट नेपालगञ्ज पनि जाने बाटो रहेछ। 3टा बाटो त्यहीबाट छुटिएको रहेछ। केही समय नेपालगञ्ज घुम्ने निदो गरेर हामी 2-3 घण्टा लगभग 3 घण्टा जति नेपालगञ्ज बजार घुम्छौं र घुमेर हामी करिब 4 बजेतिर कोहलपुर फर्किन्छौं र कोहलपुरबाट सिधा हामी सुर्खेतको लागि निस्कन्छौं। करिब साँझ 8:30 बजेतिर हामी आफ्नै पर्सनल कारमा सुर्खेत बजार पुग्छौं। सुर्खेत बजारमा एउटा होटलमा हामी बास बस्छौं र त्यहाँ पुगेर होटलको मालिकलाई केही जानकारी लिन्छौं रारा यात्राको बारेमा। उहाँले रारा जानको लागि 2टा बाटो सुझाव दिनुहुन्छ। एउटा बाटो कर्णाली हाइवेबाट पनि हजुरहरू रारा जान सक्नुहुन्छ र अर्को बाटो पनि छ। त्यो मध्य पहाडी लोकमार्ग भेटेर तपाईहरु रारा ट्याँडा नि जान सक्नुहुन्छ भनेर जानकारी दिनुहुन्छ र हामीले उहाँहरुसँग बुझ्दा कर्णाली राजमार्ग उत्तम भन्ने सल्लाह अनुसार हामी कर्णाली राजमार्ग हुँदै राराको लागि बिहान करिब 10 बजे निस्कन्छौं होटलबाट। हामी कर्णाली राजमार्ग हुँदै हामी निस्कन्छौं र बीच बाटोमा दैलेख आइपुग्छ। दैलेख जिल्लाको हामी टुनी बजार हुँदै राकम हुँदै कर्णाली हाइवे हुँदै हामी करिब 10 बजे हामी सुर्खेत बजारबाट यात्रा सुरु गरेको मान्छे करिब 8 बजे हामी कालीकोट जिल्लाको मानमा बजार पुग्छौं। साँझको 8 बजे सदरमुकाम मानमा बजारमा पुग्ने क्रममा बीचमा बाटोहरु सारै अप्ठ्यारो असजिलो हामीलाई महसुस हुन्छ। हाम्रो कारको हाइट जुन जमिन र कार बीचको हाइट हुन्छ त्यो हाइट 165 सेन्टिमिटर मात्रै भएको कारणले गर्दा धेरै ठाउँमा ढुङ्गाहरुमा गाडी ठोकिएको कारणले हामी मानमा बजारबाट आफ्नै कारमा जान असमर्थ हुन्छौं र
मानमा बजारमा हामी 7 बजे नै बास बस्न पुग्छौं। मानमा बजारबाट भोलिपल्ट बिहान हामीले एउटा सार्वजनिक यातायातमा यात्रा सुरु गर्छौं। मानमा बजारबाट गमगढी भनेको मुगु जिल्लाको सदरमुकाम रहेछ। त्यो गमगढी बजारसम्म जानको लागि सार्वजनिक यातायातले एक जना यात्रु बराबर 2500 रुपैयाँ भाडा लिँदो रहेछ। त्यही अनुसार हामी 4 जनै सार्वजनिक यातायातमा हाम्रो यात्रा सुरु गर्छौं। करिब 5 घण्टाको यात्रा त्यो कच्ची बाटोमा गरिसकेपछि हामी नागमा बजार पुग्छौं। त्यो जुम्लामा पर्ने रहेछ। नागमा बजारले दुईटा बाटोलाई छुट्याउँदो रहेछ। एउटा जुम्ला बजारतिर जाने, जुम्लाको सिन्जा उपत्यकामा जानको लागि एउटा बाटो र अर्को मुगु जिल्ला छिर्ने बाटो। दुईटा बाटो त्यहाँबाट छुटिँदो रहेछ। हामी सोझै नागमा बजारबाट करिब साँझ 7 बजे भुलभुले भन्ने ठाउँमा पुग्छौं र त्यहाँ भुलभुलेमा आर्मीको बेस क्याम्प पनि रहेछ। 7 बजे भन्दा उता यात्रुवाहक कुनै पनि साधनलाई भुलभुलेबाट अगाडि बढ्न दिँदा रहन्छन् आर्मीहरूले। त्यसपछि भुलभुलेबाट हामीले यात्रा फेरि सुरु गर्छौं। करिब 2 घण्टाको यात्रापछि हामी मुगु जिल्लाको तालचा भन्ने ठाउँमा पुग्छौं। त्यहाँ एउटा एयरपोर्ट पनि रहेछ र तालचाबाट करिब आधी घण्टाको बस यात्रापछि गमगढी बजार पुगिदो रहेछ। तर हामी गमगढी बजार नजाने निदो गरेर तालचा एयरपोर्टकै छेउमा एउटा होटलमा बास बस्छौं। तालचा पुग्नुभन्दा करिब 10 मिनेट यतैबाट एउटा बाटो छुटिँदो रहेछ। त्यो बाटोबाट नै हामी राराताल लाग्नुपर्ने रहेछ। त्यसकारण हामी तालचा बस्दा हामीलाई नजिक पर्ने भएकोले तालचामा नै हामीले बास बस्छौं। त्यो रात बास बसिसकेपछि हामी भोलिपल्ट बिहान सबेरै सल्लेरीको लागि हाम्रो यात्रा सुरु गर्छौं। हामी तालचाबाट फर्किएर करिब 10 मिनेट हिँडेर हामी सल्लेरीतर्फ लाग्छौं। सल्लेरी बाटो ग्रावेल। सल्लेरी बजार पुग्नको लागि करिब 1.5 घण्टा पैदल हिँड्नुपर्ने रहेछ। हामी बिस्तारै सल्लेरीतिर लाग्यौं। करिब 1.5 घण्टा हिँडेर यात्रा गरेपछि सल्लेरी बजार पुग्यौं। सल्लेरी बजार पुग्दा त्यो सल्लेरीको फाँटबाट तलतिर अवलोकन गर्दा दृश्य यति धेरै मनमोहक देखा पर्छ। सल्लेरी बजारमा सानो एउटा बस पार्क जस्तो बनाएको रहेछ। त्यहाँ धेरै जिल्लाबाट, धेरै ठाउँबाट यात्रुहरू रारा हेर्न आउनु भएको रहेछ। उहाँको सवारी साधनको त्यो भिड, त्यो चाप देख्दा हामी दङ्ग पर्यौं।
सल्लेरी बजारसम्म सानोतिनो यातायातका साधनहरू पुग्ने रहेछ। त्यसपछिबाट राराताल करिब आधी घण्टा पैदल यात्रा गरेपछि राराताल पुगिदो रहेछ। राराताल जानको लागि पैदल यात्रा र घोडाको व्यवस्था हुँदो रहेछ। सल्लेरी बजारमा आर्मीको बेस क्याम्प पनि रहेछ। आर्मीको बेस क्याम्प कटेर अलिकति अगाडि थोरै 5 मिनेटको यात्रा पैदल यात्रा हिँडिसकेपछि त्यहाँ घोडाहरूको व्यवस्था पनि हुँदो रहेछ। मुगु जिल्लाको गमगढी सदरमुकामबाट सल्लेरी बजारसम्मको लागि त्यहाँ नगर बस पनि सञ्चालन गरिएको रहेछ। त्यो नगर बस दिनमा 3 चोटि ओहोरदोहोर गर्ने रहेछ। कति बजे बस आउँछ भन्ने यकिन हुँदो रहन्छ। हामी सल्लेरीबाट पैदल यात्रा रारातर्फ लाग्छौँ। राराताल आधी घण्टाको यात्रापछि पुग्छौँ। त्यहाँको त्यो मनोरम दृश्य, त्यहाँ देखिने हिमालमा भरिएका हिउँहरू, वरिपरिको ती वातावरण, त्यहाँ पुगिसकेपछिका पर्यटकहरूको मुहारमा देखिएका खुसी, यिनीहरू सबैले दृश्य साह्रै नै मनमोहक बनाउने र खुसी धेरै नै ल्याउने रहेछ। हामी करिब 3 घण्टा जति रारातालमा बिताउँछौँ, फोटोहरू खिच्छौँ र हाम्रो यात्रा राराबाट फेरि घोडामा हामी फर्किन्छौँ। फर्किने बेलामा घोडामा बसेको र यात्रा गरेको पर व्यक्ति 600 रुपियाँको दरले घोडाले लिँदो रहेछ, घोडाका मालिकले लिँदा रहेछन्। र घोडा सल्लेरी बजारभन्दा अलिकति यता आर्मी बेस क्याम्पबाट 5 मिनट यता घोडाले ल्यागिँदो रहेछ र त्यहाँबाट हिँडेर सल्लेरी बजार आइदो रहेछ। हामीले त्यहाँ फेरि एउटा होटलमा खाना नास्ता खान्छौँ र सार्वजनिक यातायातमा हामी मालमाबाट आएको कारणले हामीसँग विकल्प सार्वजनिक यातायात नै थियो। धेरैजनाहरू आफ्नै सवारी साधन लिएर आउनुभएको हुने रहेछ। सार्वजनिक यातायातको प्रतीक्षा गर्दै 2 घण्टा करिब बितिसक्दा पनि हामीले सार्वजनिक यातायात पाउन नसकेको कारणले त्यहाँको स्थानीय होटल व्यवसायी दाजुको सुझाव अनुसार सल्लेरी बजारबाट सिधा डाँडोबाट छोटो दूरी पार गरियो भने तल बस हिँड्ने बाटोसम्म पुग्ने भन्ने सुझाव अनुसार हामी छोटो दूरीको यात्रा करिब उहाँहरूको भनाइअनुसार आधी घण्टामा हामी बस हिँड्ने मुख्य सडक पुग्छौँ भन्ने सुझाव अनुसार हामी त्यहाँबाट निस्कन्छौँ। सार्वजनिक यातायात भेट्नको लागि हामीलाई करिब त्यो 20 मिनेटको बाटो पार गर्नको लागि 1.5 घण्टा लाग्छ। हामी 1.5 घण्टा यात्रा गरिसकेपछि मूल सडक हामीले भेट्छौँ, जहाँ
नेपालगञ्जबाट मुगुको लागि छुटेका बसहरू र मुगुको सदरमुकाम गमगढीबाट नेपालगञ्जको लागि छुटेका बस भेटिने रहेछ र त्यही आशामा हामी निस्कन्छौँ। बस पार्क हामी सिधा नगइकन गमगढी बजार नपुगिकन हामी बीचको पिना बजार नजिकैको सडकमा निस्कन्छौँ र बीचमा हामीले निस्कने क्रममा त्यहाँ बस्तीहरू पनि भेट्छौँ र बस्तीमा साना साना नानी बाबुहरू खेलिरहेका देख्छौँ। वृद्ध बाआमाहरू घाम ताप्दै गरेको देख्छौँ। कोही खेतबारीमा काम गरिरहेको देख्छौँ। सबै आफआफ्नो धुनमा आफआफ्नो पेसामा रमाइरहेको देख्छौँ। करिब 1.5 घन्टाको यात्रापछि हामी मूल सडकमा पुग्छौँ र एउटा बस हामीले भेट्छौँ। त्यो बस भरिभराउ भएर आएको देख्छौँ। हामी त्यो सार्वजनिक यातायातमा चढ्न नसक्ने ठानेर र त्यो भिड देखेर हामी त्यो बसमा जाँदैनौँ र अर्को बसको पर्खाइमा हुन्छौँ। करिब 3 घन्टा अझै कुर्दा पनि सार्वजनिक यातायात नआएपछि हाम्रो त्यस दिन फर्कने सोचमा तुषारपात लाग्छ र हामी बाध्य भएर त्यहीँको स्थानीय एउटा सामान्य होटलमा बस्न पुग्छौँ। होटलवालाको भनाइअनुसार हामीले गल्ती गरेको महसुस हुन्थ्यो। मुगु जिल्लाबाट छुट्ने नेपालगञ्जको लागि त्यस्ता बसहरू सार्वजनिक बसहरू सधैँ नै भरिभराउ भएर छुट्ने रहेछन्। हामीलाई त्यो विषयमा ख्याल नहुनाले हामीले त्यो बस छोड्यौँ र उहाँको भनाइअनुसार अब हजुरहरूले त्यस्तै बसमा यात्रा गर्नको लागि 24 घन्टा कुर्नुपर्ने हुन्छ भन्दा हामी साह्रै दुखी हुन्छौँ। नभन्दै हामी 24 घन्टा कुरेपछि बल्ल भोलिपल्ट त्यस्तै हिजोको जस्तै भिड गरेर सार्वजनिक यातायात नेपालगञ्जको लागि छुटेको हुन्छ र हामी त्यही बसमा यात्रा गर्छौँ। बस भिडभाड थियो, बस्ने ठाउँ थिएन। हामी करिडोरमा बसको गल्लीमा बसेर हामीले यात्रा गर्छौँ। साह्रै दुःखद, साह्रै कष्टकर यात्रा गरेर हामी पिनाबाट करिब 5 बजे यात्रा सुरु गर्छौँ र रातको 9:30 बजे हामी जुम्लाको नाङमा बजारमा बास बस्न पुग्छौँ र भोलिपल्ट बिहानै करिब 5 बजे फेरि नाङमाबाट हामी मान्माको लागि त्यही सार्वजनिक यातायातमै बसेर मान्मा बजार हिँड्छौँ गाडीमा र उक्त सार्वजनिक यातायातले 9 बजे हामीलाई मान्मा बजार कालीकोटको मान्मा बजारमा छाडिदिन्छ र हामीले जुन
होटलमा आफ्नो सवारी साधन राखेका थियौँ। त्यहीँ पुगेर फेरि हाम्रो आफ्नै साधनमा करिब 1 घण्टाको त्यहाँ बसाई, केही हल्का नास्ता, आफ्ना सरसफाई दैनिक गर्नुपर्ने सम्पूर्ण नियमित कामहरू गरेर त्यहाँबाट निस्कन्छौँ आफ्नै सवारी साधनमा। यदि यहाँहरूलाई फेरि त्यसपछि हाम्रो यात्रा कस्तो रह्यो भन्ने जानकारी लिन चाहनुहुन्छ भने हामी दोस्रो पाठ पनि लिएर आउनेछौँ। अहिलेलाई यो भिडियो यति नै। हजुरहरूलाई कस्तो लाग्यो सुझाव दिनुहोला। धन्यवाद।